afraid to dream big. Part of that moment of success and to be able to celebrate that together. Nothing can beat that, bro. एक्जाम्पल म एकदमै गरिब परिवारबाट आएको म गाउँमा हुँदा त मेरो खुट्टामा चप्पल पनि थिएन आजको दिनमा 90 मिनेट्स बोल्दा फेरि मान्छेले 1,60,00,000 तिर्छ 60 लाख हैन यसमा ताली पनि बजाउनु पर्ने कुनै कुरा छैन मेरो भाइहरु किनभनेको we haven't even started it तपाईहरु बच्चाहरु हुनुहुन्छ होला कति हुनुहुन्छ पैसाको पछाडी नकुद्नुस् तिमीलाई देखेर हिमालय हाँसेको तिम्रो गीत सुनेर मुनाल नाचेको तिम्रो जुभनलाई पिरती गासेको मेरो पनि तिम्रो जस्तै मन हो मलाई पनि जिउन दे म हुँ प्रकृति मलाई हाँस्न दे म हुँ प्रकृति मलाई बाँच्न दे शान्ति भूमि तारै पानी अखण्डलो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल Let's join for the movie, everybody! 14 Peaks, nothing is impossible. Please enjoy the movie. 8,000 meter peaks. It took him 16 years. When I was on the summit, I got on the radio. I said, Mom, you know that project I was talking about? That is over. We did it. Of success and to be able to celebrate that together. Nothing can beat that, bro.
Raimond. Thank you for inspiring and keep inspiring us, Dai. Thank you so much. Good to see you. जुन चाहिँ नि मेरो सक्सेस छ नि मलाई एकैछिन बोल्न दिनुस् है अनि त्यसपछि हुटिङ गर्नुपर्छ है जुन चाहिँ नि मेरो सक्सेस छ नि त्यो चाहिँ झुक्किएर भएको होइन है माई सक्सेस इज नट अ कोइन्सिडेन्स आज तपाईहरु सबैको गाडीमा अहिले आएर यो 14 पिक्सको फुल मुभी नै तपाईहरुसँग बसेर शेयर गर्न पाउँदा आइ एम भेरी भेरी ह्यापी तर डु यु नो व्हाट इट टेक्स टु बी अन दैट स्टेज अ लट है जति पनि आउनु भएको छ मेरो यंगर जेनेरेसन स्पेसिफिकली अघिदेखि सेल्फी 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 भन्नु भएको छ लिभ दैट सेल्फी You know what you should be capturing today is the moment. Capture that example. Okay? And मलाई लाग्छ सबैले अलरेडी इंग्लिश बुझ्नुहुन्छ होला मेरो बाहिरबाट इंग्लिश मेरो I have got foreign friends as well. Hello guys. And also I have friends you know who doesn't speak English, so for today I'm going to speak in Nepali. I'm going to do my best. अनि मैले अघि भने नि त हैन यस्तो लेभलमा आउनको लागि डिसिप्लिन पनि इनफ हुँदैन सेल्फ डिसिप्लिन चाहिन्छ सेल्फ डिसिप्लिन भनेको के हो थाहा छ तपाईहरुलाई छैन होला है तपाईहरुलाई कुनै तपाईको टिचर तपाईको गुरुले एउटा कुनै काम बाबु सुन्नुस् है हेलो भाइ हल्ला नगर्नु सुन्नुस् एकछिन है काम गर भनेर गर्नुहुन्छ भने पनि दैट इज नट गुड इनफ है मलाई अथवा मेरो कोचले बिहान ल निम्स तिमी 5 बजे उठेर रनिङ गर तिमी अथवा तिम्रो के छ यु वान्ट टु फाइट बिगेस्ट गेम इन द बक्सिङ अर यु वान्ट टु जोइन द ब्रिटिश गर्खा लाउरी हुनेको लागि अथवा कुनै पनि मिसनमा मेरो गुरु मेरो टिचर मेरो बाबा आमाले भनेर मैले त्यो काम गर्छु भने पनि दैट इज नट गुड इनफ आफै उठ्नु पर्यो बिहान आफै ट्रेनिङ गर्नु पर्यो त्यो भनेको सेल्फ मोटिभेसन हैन तपाईहरुलाई त आज कति मान्छेलाई त क्लु पनि छैन होला है म सधैँ भन्छु एक्जाम्पल म एकदमै गरिब परिवारबाट आएको म गाउँमा हुँदा त मेरो खुट्टामा चप्पल पनि थिएन आजको दिनमा 90 मिनेट्स बोल्दा फेरि मान्छेले 1,60,00,000 तिर्छ 60 लाख हैन यसमा ताली पनि बजाउनु पर्ने कुनै कुरा छैन मेरो भाइहरु किन भनेको वी हैभन्ट इभन स्टार्टेड इट तपाईहरु बच्चाहरु हुनुहुन्छ होला कति हुनुहुन्छ पैसाको पछाडी नकुद्नुस् जिन्दगीमा जे गर्नु छ एउटा आफ्नो प्यासन हुन्छ नि तपाईले प्यासनलाई फलो गर्नुस् तपाई प्यासनमा फलो गरेपछि के हुन्छ भने तपाईको नर्मल दिनको काम त्यो काम हुँदैन किनकि तपाईलाई त्यो इच्छा लाएर गरेको हो नि त हैन इच्छा लाएर गरेको कति कुरा बिगर पिक्चर पनि सोच्नु पर्छ म मेरो साथीहरु दिउँसो उठ्दा त म त्यसै उठ्थे उनीहरु सुत्दा पनि म उठ्थे है एउटा रगत पसिना आँसु बगाएर आज म यो प्लेटफर्ममा आएको छु अनि जिन्दगीमा कुनै पनि यस्तो ठूला कुरा गर्नुपर्छ भने आफ्नो जुन चाहिँ छ नि आफ्नो तपाईहरुलाई कुनै पनि जस्तो 14 पिक्स किन यस्तो भयो मैले किन गर्न सके मैले किन मेरो परिवारलाई समेत माया मारेर मेरो स्पेशल फोर्सको जागिर छोडेर मान्छेले मेरो पछाडी हाम्रै नेपाली दाजुभाइले हो कहिले कुरा नबुझ्दाखेरि पछाडी यसले आफ्नै लागि गरेको यसले किन पैसा दिने भन्ने कुरादेखि लिएर मन दुखाउने मेन्टल फिजिकल सबै स्ट्रेसबाट गएको तर के थियो मेरो पर्पज भनेको के थियो भने वर्ल्डमा डजन्ट म्याटर वेयर यु कम फ्रम
चाहे तिमी एउटा गाउँबाट आओस्, चाहे तिमी अहिले त हामी सबै एउटा गाउँमा भएर पो नेपालमा भएर तपाईँहरूलाई रेसिजमको बारेमा थाहा छैन। तपाईँ बाहिर बस्नुहोस्, त्यसको छुट्टै तपाईँले एउटा महसुस गर्नुहुन्छ है। अनेक थरी थरीको कुराले पेलिँदा पनि तर जुन चाहिँ आफ्नो मिसन इज बिगर देन यु हेभ द पर्पज इन लाइफ, यु क्यान डु दिस राइट। हिजोको दिनमा कसले सोच्थ्यो होला? नोबडी। तर के हो, एउटा कुनै पनि जिन्दगीमा गर्छु भने त्यत्तिकै हुँदैन है। डजन तपाईँले अघि बस्नु, मैले भने कति भाइले बहिनीहरूले सेल्फी खिच्छ भने डोन्ट बदर अबाउट द्याट। तिमीले आज के चाहिँ क्याप्चर गर्नुपर्छ भने यो एक्सपिरियन्स है। अनि हामी सबैमा एउटा न एउटा कला हुन्छ, तर जन्मिँदाखेरि सबै खतरा भएको हुँदैन। Why I'm 1 in 8 billion is because I work harder than every 8 billion people in the world in what I do. And this is who I am. Okay? So, on that note, धेरै एकदमै सिरियसको कुरा पनि नगरौँ होला। I think DJ, I think हाम्रो त्यो अघिको म्युजिक लाउनु पर्छ, हामी सबै एकचोटि नाच्नु पर्छ होला। अनि एकछिन है, मेरो साथीहरूलाई पनि के अरे ल त्यहाँ अगाडि बस्ने मेरो सबै गेस्टहरू सबै अगाडि आउनुहोस्। यहाँ फ्रन्ट लाइनको कारमा सबै आउनुहोस् तपाईँहरू छिटो। जोन दाई, जोन ब्रो कमान, राजु ब्रो, नम्रता छिटो आइदिनुहोस् है, टाइम एकदमै कम छ। ल आई थिङ्क मेरो दाजुले अघिदेखि मलाई चाहिँ सम्मान गर्छु भन्नुभएको थियो, उहाँले गर्नु भन्नु मेरै घरको अगाडि हुनुहुन्छ। मैले भनेको दाइ मेरै गाउँको किन यस्तो सम्मान गर्नु पर्यो, मनदेखि गर्दै भइहाल्यो होइन। त्यही त दाजु पहिला ओहो ल्याइहाल्नु भएछ। ल त्यो पनि थाहा दिइहाल्छ ल दाजु। ल थ्याङ्क यू है त दाजु, थ्याङ्क यू सो मच। होइन सुल्टे छ दाजु, सुल्टो। थ्याङ्क यू एकदम। एन्ड गाइज यु नो वाट, giving up, no, come on, no, okay, you two guys, come here first. My two foreign friends, come over. Come on. यसो हो नि त, यो हाम्रो घर हो, पाहुनालाई त्यसो रमाइलो गरिदिनु पर्यो नि त होइन। हिमाल चढ्ने मान्छे कहाँ जाडो हुन्छ होइन। तर सबै तपाईँहरूले इन्जोय गर्नु भएको छ नि है। यदि मैले तपाईँहरू मध्ये कसैलाई, मेरो साथीहरू हुनुहुन्छ, मैले राम्रोसँग समय दिन सकेन भने माइन्ड नगर्नुहोस् है। तपाईँहरू इन्जोय गर्नुहोस्। हाम्रो पाहुनालाई बोलाउँ अगाडि, बिचरा कहाँबाट आएछ है। उसको देशमा जानु पर्यो भने भिजा सिजा मागेर अनेक हुन्छ, पाइँदैन। तर हामी त के गर्ने होइन, हाम्रो मन राम्रो छ नि त होइन। पाहुना नै भगवान हो। र ओ हरि मेरो साथी कहाँ छ हो, के सम्मान गर्ने भन्छ अब। ल छिटो होला यहाँ के सम्मान गर्ने होला, गरिहालौँ त। मेरो बेस्ट फ्रेन्डलाई छोड्नु भने यसले फेरि भुइँ सानो मन गर्छ यसले हेर्नु। ल के छ ल, ओहो थ्याङ्क यू फतेह है, थ्याङ्क यू। एउटा भयो हुन्छ होला अब त, अर्को पनि। तर तिमीलाई थाहा छैन भाइ, हो सानोतिनो हुँदा गएर त रेस्लिङ खेलेको नि म। भयो साथी, अब रमाइलो गर्नुपर्छ साथी। सबै कुरेर बसेका छन्, हेर यत्रो पछाडितिर ठिक छ। के गर्नु फेरि, म चाहिँ गायक गर्छ होइन है। मेरो साथीहरूलाई भन्नु पर्ला जस्तो छ। ल हिङमा ल, माई राइट ह्यान्ड म्यान है। Cool. I think we should do the music, right? होइन स्वप्निल, के छ त भन्छस् 2-4 शब्द? ल भन्न आएछ। यसलाई दिन्छ म, यो गाउने फेरि यो पनि गायककार चाहिँ। ल म्युजिक पनि बजाइदिनु पर्यो। ल ब्रदर उफ्रिनुपर्छ। यसमा पहिल्यै गीत छ, मैले के गर्नु सबैजना अलिकति स्पेस दिएर छेल नगरिकन कृपया आफै अगाडि नाचिदिनु होला।
थ्याङ्क यू सो मच चितवन एकदमै मजा आउँछ जहिले आउँदा पनि है त ओके अब हामी अब प्रपर नभए पनि यतिकै गाउँ है त हुन्छ ल त्यही गीत गाउने हो ओके यो गीत चाहिँ मेरो तर्फबाट स्पेसली निम्सको लागि अनि सम्पूर्ण चितवनवासीको लागि है त हजुर तिमीलाई देखेर हिमालय हाँसेको तिम्रो गीत सुनेर मुनाल नाचेको तिम्रो जोभनलाई विरती गाँसेको यसै ठाउँमा घुम्नको म एउटा परदेशी यसै ठाउँमा घुम्नको म एउटा परदेशी थाहा नपाई बसेछ माया आकाश भन्दा बेसी थाहा नपाई बसेछ माया आकाश भन्दा बेसी हिउँ पर्यो फुरो हिमाली भेगैमा हिउँ पर्यो फुरो हिमाली भेगैमा दिल बस्यो निर कति चाँडो तिमीमा दिल बस्यो निर कति चाँडो तिमीमा कति चाँडो तिमीमा पर्खहीमा सम्झनीमा चाँड फर्किया मेरी माया सबैले गाउँ देख्यो नि मेरी माया one more time मेरी माया मेरी माया Thank you, Raju. Thank you so much for that. I'm प्रकृति गाउने है हुन्छ सोचेछौ तिम्रो मेरो सम्बन्ध कति पुरानो हो भनेर फेरि किन मलाई बेर्दैमा मेट्ने कोसिस गर्छौ हरेक दिन हिमालिस मेरो पनि आत्मा छ मलाई पनि काटे दुख्छ मेरो पनि तिम्रो जस्तै मन हो मलाई पनि जिउन दे म हुँ प्रकृति मलाई बाँच्न दे म हुँ प्रकृति मलाई बाँच्न दे म हुँ प्रकृति मलाई हाँस्न दे म हुँ प्रकृति मलाई बाँच्न दे everyone this is such a pleasure moment for me हामी यहाँनिर चितवन मेरो घर त उही हो थाहा छ है यहाँ बस्न पाउँदाखेरि एकदम खुसी छु एन्ड निर्मलपुर नेम्सलाई एकदम धेरै धेरै कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु र तपाईँहरू यहाँ आउनु भएको सबैलाई धन्यवाद
Thank you so much. Thank you. यो चाहिँ नस्टाल्जिक पनि हुनुहुन्छ होला आफ्नो साथीभाइ इष्टमित्र यति धेरैजना भेट्नुभयो आज यहाँ तर there might be a thing that you love to do एउटा बच्चा हुँदाखेरि सायद कहिले उटपटाङ काम गर्नुहुन्थ्यो होला कहिले रमाइलो गर्नुहुन्थ्यो कहिले यही किनारमा पनि आउनुहुन्थ्यो होला सायद सानो के स्टोरी छ that you please want to share we'll be so happy to listen to that अनि we'll end with that story हैन गर्न त धेरै मन छ म पहिला बच्चा हुँदाखेरि त्यस्तै 8 कक्षा हुँदाखेरि नारायण तरिसकेको थिएँ के म नारायणी पारी चाहिँ गए यता आउन चाहिँ साह्रै डर लागेको थियो के तर मलाई त्यतिखेर पनि लाज लाग्ने अब कहाँ यो नारायण बजार कट्टु लाएर कहाँ हिँड्छ क्लासका साथीले जिस्काउँछ भन्नु म फेरि पौडी खेल्दै यता आएँ के I think I'd like to swim in that river again. Yeah. Whenever you do, I think we'll be joining as well. So निम्स दाइलाई बिदा पनि गरिदिउँ गुड नाइट पनि भनिदिउँ आज लामो यात्राबाट आउनु भएको छ उहाँलाई रेस्ट पनि गर्न दिउँ he needs to build up that energy for the coming days as well छिटै नै उहाँको एक्सपेडिसन पनि स्टार्ट हुँदैछ so like त्यसको लागि पनि बेस्ट विशेस Thank you so much and thank you everyone तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद है good to see you all ल हस् ल बाइ बाइ